सो वेलकम गाइस, मेरो भ्लगमा सबैलाई स्वागत छ। म चाहिँ आज चाहिँ रनिङ जान लागेको अनि चाहिँ मैले चाहिँ टक्क लगाएर जुत्ता लाएर म चाहिँ रेडी भएँ अनि चाहिँ टक्क लगाएर मात्रै जान लागेको छु। म चाहिँ रनिङ गर्न लागेको छु, मैले 2 दिन भयो। अनि उता पहिले चाहिँ म उता टुटी खेल गर्थेँ। आजबाट चाहिँ म मैती जान लागेको रनिङ गर्न। अनि चाहिँ एकदम रनिङ गर्नलाई चाहिँ एकदम राम्रो ठाउँ छ, एकदम बबाल छ ठाउँ। त्यही भएर चाहिँ म अबदेखि चाहिँ मैती रनिङ गर्न जान्छु। अहिले चाहिँ मैले चाहिँ रनिङ प्लेग्राउन्ड हाम्रो चाहिँ 4-5 मिटरको छ, सो गाइस अब चाहिँ मेरो चाहिँ रनिङ सुरु भइसकेको छ। म चाहिँ धेरै नै हान्ने छैन, म चाहिँ आज चाहिँ 5 राउन्ड मात्रै हान्नेछु। अब चाहिँ भोलिदेखि चाहिँ म 7 राउन्ड हान्नेछु। आज चाहिँ मैले अब पहिलो दिन भयो, दोस्रो दिन भएर चाहिँ म आज 5 राउन्ड मात्रै हान्नेछु। सो मेरो चाहिँ फेरि 1 राउन्ड कम्प्लिट भइसकेको छ। 1 राउन्ड हानिसकेको हुन्छ, 2 राउन्ड कम्प्लिट भइसकेको छ। 2 राउन्ड अहिले चाहिँ मेरो 3 राउन्ड कम्प्लिट भइसकेको छ। 3 राउन्ड सारा पुग्नु लाग्यो मेरो चाहिँ 4 राउन्ड कम्प्लिट भइसकेको छ। मेरो चाहिँ 5 राउन्ड कम्प्लिट भएको छ। आज चाहिँ मैले 5 राउन्ड मात्रै हालेँ। अब भोलि चाहिँ म 7 राउन्ड हान्छु। आज चाहिँ मैले डेट भयो यहाँ रनिङ गर्न लाग्यो, त्यही 5 राउन्ड मात्रै हालेँ। त्यसपछि म मन्दिरभित्र छिरेँ अनि चाहिँ मैले टक्क दर्शन गरेँ। अनि त्यसपछि यता चाहिँ हाम्रो चाहिँ बुद्ध भगवान्को शालिग रहेको छ हाम्रो यता साइड। अनि चाहिँ मैले त्यहाँ बुद्ध भगवान्लाई दर्शन गर्न जानु लागेँ। अनि चाहिँ आज हल्का हल्का थाकेको पनि थियो, 5 राउन्ड हानेर हल्का थाकेको पनि थियो। अनि त्यसपछि म गएँ, घन्टी बजाएँ। अनि चाहिँ मैले चाहिँ बुद्ध भगवान्लाई टक्क ढो गरेँ। अनि चाहिँ मैले चाहिँ त्यसपछि यसो टक्क आएँ, मैले एक ठाउँ लिएर टक्क मोबाइल राखेर त्यसपछि मैले एक्सर्साइज गरेँ, टन्नै एक्सर्साइज गरेँ। त्यसपछि म माथि गएँ अनि माथि गएर लास्ट थकाइ लागेको थियो। अनि गएर चाहिँ मैले एकछिन टक्क लगाएर विश्राम लगेँ। लास्टै गाह्रो भइरहेको थियो मलाई चाहिँ।
मेरो चाहिँ रनिङ गरी एक्सर्साइज सही मेटिसक्यो। अब चाहिँ मेरो बाजुको भएको छ, त्यहाँ जानुपर्छ। आजको मर्निङ वाक टाइम यसो लिएको चाहिँ नजिकै म बस्नु सब्जी जस्तो आएर आजको ब्लग चाहिँ यति नै हो। अर्को नेक्स्ट ब्लगमा भेटौँला है त। बाई बाई गाइस।